नमस्ते। मैले चाहिँ अस्ति आफ्नै हातले बारीबाट कफी टिपेँ। अलिकति ढिलो भएछ, सिजन गइसकेको थियो। तरै पनि मैले जति पनि थियो अलिअलि गर्दै कफी टिपेँ। त्यो चेरी मजाले पाकिरहेको रहेछ। मैले एक थाल चेरी मजाले बनाएँ। अनि त्यसको प्रोसेसिङ गर्नुको लागि म्यानुअली आफै ट्राई गर्न थालेँ, के हुन्छ कस्तो हुन्छ भनेर हो। अनि त्यो चाहिँ अब यो पल्पिङहरू गर्नु थालेँ। पल्पिङ हातले नै गरेँ मजाले होइन। अन्त यसरी पनि गर्नु सक्छ, अन्त नभए चाहिँ यसरी कुटेर पनि निकाल्नु सक्नुहुन्छ तपाईँले हो। त्यहाँदेखि चाहिँ टक्कै कफी निक्ल्यो। कफी निक्लेपछि चाहिँ त्यसको बादमा त्यसलाई मजाले पानीमा भिजाएर त्यो वेस्टहरू जति पनि छ त्योहरू मैले फ्यालेँ। र जुन चाहिँ कफी चाहिँ अब निक्लेको छ मजाले त्यो मैले ड्राइङ प्रोसेसमा मजाले हालेँ, सुकाइदिएँ घाममा मजाले सुकाएर चाहिँ त्यहाँबाट चाहिँ घरमा ल्याएर चाहिँ मैले मजाले म्यानुअली ट्राई गरेँ भुट्ने। यसलाई रोस्टिङ प्रोसेस भन्छ होइन। पहिला लाइट रोस्ट हुँदै गयो, त्यहाँबाट बिस्तारै मिडियम हुँदै हुँदै गएर चाहिँ मैले यसलाई डार्कसम्म बनाएँ आफ्नै तरिकाले, एउटै फ्लेममा मजाले बनाएँ। अनि बनाइसकेपछि चाहिँ यसलाई चाहिँ आज चाहिँ मैले यो कफी चाहिँ खान्छु भनेर चाहिँ ट्राई गरेँ। अनि मजाले भएपछि मैले यो कफीलाई चाहिँ ग्राइन्डरमा हालेर चाहिँ मजाले पिने सकेपछि चाहिँ त्यसको बादमा मैले कफी निकाल्ने सुरु गरेँ हो। अन्त यो कफी चाहिँ लोकल कफी हो, हाम्रो यहीँ पाहाडमै भएको कफी हो। यस्तो अब यहीँ जग्गामै कफी हुन्छ है, मिठो कफी। यदि तपाईँहरू पनि चाहनुहुन्छ भने हाम्रो क्याफे चौतारीमा एभाइलेबल छ, आउनुहोस् र ट्राई गर्नुहोस्।